Hello guys, welcome back to my new video. It's me, your one and only Samira official vlog. अनि आज चाहिँ म झापा टु इलाम जाँदैछु. Just enjoy the view है. अनि अब झापामा बसेर कति गर्मीमा बस्ने भनेर चाहिँ इलामको चिसो खाना गएको. अनि हाम्रो गाडीले चाहिँ यसो रोकेको थियो बीचमा खाजा खानालाई. त्यही हो. अनि इलाम पुगे है गाइज म. अनि इलाम पुगेपछि चाहिँ यसो दाइसँग बाइक राइडमा गएको हैन यसो घुम्नलाई रमाइलो चिसो त खानु पर्यो नि त इलाम गएपछि अनि दाइसँग यस्तो बजार सजार डुल्यो यताउति यस्तै हो गाइज यो चाहिँ मेरो टिकटकर भाइ भइरहेछ पुरै गरी गीत गाउँदैछु नक्कलेर पल्टेर हिँड्दै दाइ एक झलक कस्तो मुट्टी देखिन्छ है गाइज मोटाएपछि मुट्टी नदेखेर थोडी न लुटी देखिन्छ तर भ्यू चाहिँ East or West, Ilamko Chiso is the best. Chalo. Photographer. Lagara. Beta mana. So घरतिर लागेको ल मेरो दादा चाहिँ एकदम फुल कन्सन्ट्रेटेड अन ड्राइभिङ स्कुटर होइन दाइ तपाईँहरूलाई लाइक इलामको चिसो चाहिँ नि इट्स वाउ के त्यो झापामा गर्मी खाँदा वाक्क भएको इलामको चिसो होइन त दाइ सो गाइज फाइनली मैले गेट रेडी विथ मी भनेर भिडियो बनाएँ अनि म चाहिँ नुहाएर भर्खर आएको थिएँ देन दिस आर माई क्लोज मलाई गेट रेडी विथ मी गर्न आएन ट्याग थियो नयाँ ममले ल्याइदिएको चुट्टा गरेर मेरो एक्सप्रेसन सिट लगाएँ के भन्नु गेट रेडी विथ मीमा यस्तै हो गाइज अनि म रेडी भएँ देन यो चाहिँ मेरो दाइले दिएको गिफ्ट सो एज अलवेज आई वेयर इट अनि यो चाहिँ ममले दिनुभएको गिफ्ट सबैमा चाहिँ गिफ्ट लगाएर बसिरहेको छु कति राम्ररी देखेको मलाई अनि यो चाहिँ मेरो फेभरेट रिङ जुन चाहिँ म जहिले एभ्री टाइम लाउँछु र मेरो फेभरेट वाच यो पनि म जहिले लाउँछु र म यसरी नै रेडी भयो वाउ अहिले चाहिँ हामी यहाँ वाडा आएको थियौँ अब वाडामा काम सक्यो इलाम बजार जाँदैछु है मम्मी हो नि हिँड्दै मलाई हेर्न कत्रो अल्गिदिया गाइज यत्रो उकालो हिँड्दैछौँ हामी किनभने टेम्पो बोलाएको टेम्पो के भयो अरे उसले प्यासेन्जर लिएर अलिक टाढा जाँदैछन् अरे 10-15 मिनट लाग्छ अरे त्यो वेट गर्नुभन्दा बरु बिस्तारै उकालो हिँडेर जाने गाइस मलाई कसै साथीहरूले कमेन्टमा मोटाए भन्नुहुँदै थियो अब म इलाम आएको छु वेट लस हुन्छ यस्तै पहाड हिँडेर यसको नाम के हो भने थाहा छैन छेपार हो अरे छेउमा जानु डर लाग्यो गाइस मुखमा गरिदिँदै गाइस त्यत्रो तलबाट हिँड्दा त थाक्यो यार मेरो फोन हिँडेपछि अब क्यामेराले के स्टेबल नै हुन्न नि त अनि हल्लेको छ अस्ति स्केटिङको भिडियो पनि त्यस्तै आएछ भोलि नयाँ भिडियोहरू पनि सबै त्यस्तै भएको छ अब बिस्तारै अलिकति क्यामेरा क्वालिटी डाउन भएको छ अहिले अब फेरि 1-2 दिनपछि फेरि बेटर क्वालिटीमा आउँछ त्यस्तै गाइस उकालो हिँडेर हिँड्ने बेला भइरहेछ कहाँ तलबाट चाहिँ अहिले मेन रोड पुग्न आँटे साह्रो रहेछ यार गाइड सोरुम क्या हो पाका छैन होला यो पानी पर्यो साथीलाई भेट्न आएको थिएँ अनि मैले फसेँ यो मान्छेले गर्दा फसेँ म गाइस पानी परिरहेको नि त अनि यहाँ भ्यू टावर त्यहाँ तल थियौँ अनि भ्यू टावर आयौँ होइन अब भ्यू टावरमा बस्ने अनि भरे पानी रोकेपछि चाहिँ फर्किने चिसो भयो है अब चाहिँ चिसो बढ्यो यो क्याब चाहिँ टाउको भिज्छ भनेर साथीको खोसेर लाग्यो मेरो कपालले पकड्नु दे यार गाइज भ्यू टावरमा छु म चिसो मौसम छ कस्तो डेन्जर पानी परिरहेछ नि
त्यही भएर यहाँ ओत लाग्न आएको ओत नै भन्छ होइन हो त्यही लाग्न आएको के छ नि हिजो भर्खर दिएको इन्ट्रोडक्सन भयो आज हल्का एनर्जीमा आउनु पर्यो क्या चिसो चिसो मौसममा चोर जस्तो कमेन्टमा भनिदिनु होला चोर जस्तो सो गाइस भ्यू टावरको भ्यू एकदम दामी छ तर पानी परेर जस्ट वाउ भएको छ चोर जस्तो देखियो होला क्याप लाउँदा मेरो लुकमा सुहाएन आई जस्ट लुक एट द वेदर क्या पानी यहाँ भ्यू टावरभरि पानी नै पानी भएको छ गाइस बस्दा बस्दा अल्छी लागिसक्यो यार पानी नै रोकिन्न भने अल्छीले पागल हुन्छु म पागल भिडियो बनाए बसे केही कामै छैन इट्स मी समीर अफिसियल ब्लग हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो न्यू डे न्यू ब्लग टाढा कति बजी इन्ट्रोडक्सन दिएको होइन गाइज मैले कति बेर पानीमा बस्नु गाइज मेरो क्यामेरा सब भिज्यो धमिलो आयो होला है पानीले भिज्यो क्या फोन पुरै स्नेह हेर्नु लुगा भिजिसक्यो होइन यो चाहिँ भ्यू टावर हो म यहाँ 1-1.5 घन्टा बसिसकेँ अब त्यसरी बसेर हुँदैन घर जानुपर्छ नि त सो घर गएको भन्दै साथी बाई लभ यु बाई गाइज लेट्स गो गाइज पानी रोके जस्तो भएको थियो र यस्तो हिँडेको टेम्पोको लागि पानी फेरि डर पऱ्यो अनि चिया खानु रोकेको लुगा हेर्नु गाइज भिजेर गाइज अब चिया खान आँटेको है त चियर्स भयो 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 अहिले पनि सिम पानी परिरहेको होइन अब तर धेरै बेर बस्नु भएन नि त चिया पनि खाएँ त्यही पानी रोकिन्न टेम्पो नि देख्दैन म त के गर्ने अनि त्यही भएर अलिअलि तलसम्म त हिँडेर जाने नि त्यहाँदेखि चाहिँ टेम्पो पाइहाल्छ होइन टेम्पो त पाउँदैन अटो पाउँछ त्यही पाउँछ त्यही यहाँ तल कहाँको बाटो लान्छ म चिप लिएर गएँ भने नि तपाईँलाई पनि तान्छु अब आफै भने अब त्यो मान्छेले गलत बाटो चिराएर नि गाइज पानी पनि सिम परिरहेको टेम्पो नपाएर हो क्या यो अटो नपाएर हो क्या यो बोलाम भनेको एउटा अघि जानु पर्दैन त्यहाँ गाह्रो छ गाइज अब चाहिँ हामी त्यहाँबाट सर्टकट लिन्छौँ अनि जान्छौँ गाइज सर्टकट बाटो हिँड्दैछु म त्यही पनि कति भिड हो भने अझै लाग्यो क्या मान्छे क्या फेरि के भिडियो भने जहीँ पनि पानी परेको बेला पनि कति हिँड्या हो भने टेम्पो चाहिँ हिँड्नुपर्ने है त भन्नु यहीँबाट ढेकालेर खसाइदिन्छु म गाइस म चाहिँ घर आइसकेँ पानीमा भिजेर